फुलकले सारेको फुलकले सारेको गीत गाउन दाई रमाइलो गरेको रेलाई सालाला फुलकले सारेको फुलकले सारे दाई रमाइलो गरेको रेलाई सालाला यो बल्ले जामायो बल्ला मेरो दाई हृदय रमायो रेलाई सालाला फुलकले जामायो बल्ला मेरो दाई हृदय रमायो रेलाई सालाला अनार चौकाले मातालाई ढोग्ने हो के अरे आजै मनको तितो त पोग्ने हो रेलाई सालाला मातालाई ढोग्ने हो मनको तितो दाई आज नै भोग्ने हो रेलाई सालाला मनको तितो दाई आज नै भोग्ने हो रेलाई सालाला रेलाई सालाला गाउन त लाग्छ दाइलाई ल्याइछेउ दाइ गाउन त डर लाग्छ रेलाई सालाला सोध दाइलाई जाइ दाउजु चाहिँ नभन रेलाई सालाला सोध दाइलाई जाइ त्यसो चाहिँ नभन रेलाई सालाला मन पाले खारी पैसा झिक्न दाइ आमाजुले बिगारी रेलाई सालाला दाइ आमाजुले बिगारी रेलाई सालाला नाच्दै गाउँदै जानी हो सप्तामा जानी हो सप्तामा अरू ठिक छ दाइ भाउजू नै खत्ता लाइदिने आदि नारायणी र दाइ मिठो र भगवती रेलाई सालाला नारायणी र दाइ मिठो र भगवती रेलाई सालाला आजसम्म गएको थाहा छैन गएको थाहा छैन त्यस्ता कुरा
मैले गीत गाउने घर भाडा त हो दाइ यिनै नन्द बिगार्नी रे लैसा मैले गाउने यिनै नन्दलाई हो कुरा लगाउने रे लैसा यिनैले गाउने यिनै नन्दलाई हो कुरा लगाउने रे लैसा आफ्नो घर आफैले सम्हाल आफैले सम्हाल दोष लाउँदै दाइ हिँड्ने काम नगर रे लैसा आफैले सम्हाल दोष लाउँदै दाइ हिँड्ने काम नगर रे लैसा हिँड्ने काम नगर रे लैसा हे मलाई भेटे मिठो गीत गाउँछे दाइलाई कुरा दाइ लाएर कुटाउँछ मिठो गीत गाउँछे दाइलाई कुरा दाइ लाएर कुटाउँछ रे लैसा दाइलाई कुरा दाइ लाएर कुटाउँछ रे लैसा दाया बाया हेर्न त पर्यो नि मुखले ठिक्क दाइ पार्न त पर्यो नन्दले बोल्दै स्वीकारे दाइ लोटाले फुटेको रे लैसा टुटुनको उठेको तिम्रो दाइले दाइ लोटाले फुटेको रे लैसा तिम्रो दाइले दाइ लोटाले फुटेको रे लैसा साथी होइन त यो कुरो होइन त यो कुरो मौका परे दाइ फुटाल्छ पुरपुर होइन त त्यो कुरो मौका परे दाइ फुटाल्छ पुरपुर रे लैसा मौका परे दाइ फुटाल्छ पुरपुर रे लैसा भयो के यसले एउटा दुईटा सिकाउनु त अब उतैतिर दाइ लाइछ कि जेठानी लैसा बानी उतैतिर दाइ लाइछ कि जेठानी रे लैसा दाइ लाइछ कि जेठानी छैन होला तिम्रो नि बेहोरा आफ्नै उनको दाइ परे नि देवरा रे लैसा ल यस्तो राम्रो रमणीय स्थलमा आज हामी आएका छौँ। यो हो सतम चण्डी मन्दिर। यहाँ चाहिँ मौला कालिका मन्दिर यता सिँढीबाट माथि लाग्नु पर्ने रहेछ। यो सतम चण्डी मन्दिर जाने बाटो यता माथि यो सतम चण्डी होइन मौला कालिका यता पर्यो भने सतम चण्डी यता पर्ने रहेछ। यहाँ बस राखेको छौँ हामीले। हामी 18 जनाको ग्रुप आज सतम चण्डी आएका छौँ। साथीहरू अझमै रमाइलोमा बोल्नु भएको छ। म चाहिँ बिस्तार बिस्तार यो सिँढी बाटो झर्दैछु। यस्तो रहेछ सतम चण्डी कालिकाबाट हामी अब मौला कालिकाबाट झरेर सतम चण्डी जानुपर्ने बाटो अलि अप्ठ्यारो
छ थोरै धेरै होइन थोरै बाटो मात्रै यो बर्खाको सिजन पानी पर्ने बेला भएको भएर पनि होला यो तर बाटो चाहिँ गाडी आउँदा त्यस्तो अप्ठ्यारो परेन सजिलोसँग आइयो यहाँ चाहिँ पानीले यति बगाएछ कि अप्ठ्यारो भनेको यति बाटो हो अरू छैन अब हामी तल तल जानुपर्छ यो हो पार्किङ अब आइयो हामी पार्किङमा आइपुगेँ म यहाँ गाडी पनि छ यहाँ प्याराग्लाइड पनि हुँदो रहेछ है यहाँ प्याराग्लाइड पनि हुने रहेछ ल छिटो छिटो झरौँ है सबैजना अब एउटै मन्दिर जाँदा यस्तो हराउने चाँडै चाँडै आऊ है चाँडै नलडिकन कस्तो भोक लागिरहेछ अबेला भयो पेट बटा रहेछ क्या एकदम ल ए छाता ओढेर ढल्काउँदै चाँडै चाँडै झरौँ त मैले त छाता नि छैन रेनकोट नि छैन केही ल्याएको छैन म त ओढ्दैन मेसै पाउन म ओढेर यहाँनिर अलिकति अप्ठ्यारो रहेछ दिदीबहिनीहरू एउटा फोटो खिच्न लाग्यो भने सिङ्गल फोटो खिच्दा खिच्दै टाइम पास के भयो चाँडै चाँडै अब त्यही नाचेर होइन अहिले नाचौँला बरु त्यो म्युजिक ल्याएको कहाँ चार्ज गरेर कहाँ बजाउने रहेछ अनि त्यहाँ पनि ठामै रहन्छ बोकेर जाने बोकेर त लानु त त्यहाँ छ कि छैन सोध्नु पर्यो उसलाई सोध्नु त त्यो फुल बेच्ने दिदीलाई ल आउनु आउनु छिटो छिटो अब ओह्रालो बाटो कालो चस्मा मेसो भाती कसरी पाउने होला कालो चस्मा लाउँदा बाटो देखिएछ अनि चस्माले बाटो देखिए छैन फेरि कस्तो छाता यो वहाँ मन्दिर थियो र ए मेरो त होइन है म त छातै ल्याएको छैन भाइ यो छाता कसको हो र फेरि अरूको त ल्याइन कोही बोल्दै छाता त मेरै थियो अब न मन्दिरकै छाता हो हैन हाय ल ल ल ल आउनु 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 सबैजना हेलो हेलो ल एउटै मन्दिर आइयो सबै दिदी बहिनी भएर रमाइलो गरियो अब हुँदैछ रमाइलो भयो बेसकरी अझै हुँदैछ तर झोला त नलैनी होला जस्तो लाग्यो मलाई नि तर फेरि यो झोला त लाने हो यस्तो टोपी पनि पाइँदो रहेछ के छाता यो कहाँको हो कुन देशबाट आएको हो म त चाइनाबाट ल्याएको हो चाइनाबाट आएको हो हजुर ए छाता फेरि फुल किन्न पर्यो एउटा है ल सतम चण्डीको लागि पनि किन्न पर्यो है फुल फेरि प्रसाद मलाई नि एउटा दिनु त धुप दिनु न मलाई एउटा अनि पशुपति धुप चढाउनुलाई